प्रोटोनको नयाँ इभी इमाज 7 नेपालमा लन्च गरिएको छ। प्रोटोन इमाज 7 प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ। यसको मूल्य क्रमशः 56,79,000 र 67,79,000 रुपैयाँ तोकिएको छ। यो इभी प्लाटिनम सिल्भर, टर्कोइज ग्रिन, स्लेट ग्रे, क्वार्टज रोज र लिथियम व्हाइट गरी 6 विभिन्न कलर अप्सनमा उपलब्ध रहेको छ। प्रोटोन इमाज 7 प्रोटोनको पहिलो विद्युतीय सवारी साधन हो। यो ग्लोबल मोड्युलर आर्किटेक्चर GMA प्लेटफर्ममा निर्माण गरिएको छ। 12-in-1 इन्टेलिजेन्ट इलेक्ट्रिक प्रपल्सन सिस्टम रहेको छ भने नवीनतम सेल टु बडी CTB ब्याट्री संरचना रहेको छ। त्यसैगरी यसमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री अर्थात् लिथियम आइरन फस्फेट रहेको छ। लेभल 2 एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम रहेको यो गाडीमा 360 डिग्री भ्यू क्यामेरा, 5 स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, 160 किलोवाट पावर र 320 Nm टर्क जेनेरेट गर्ने क्षमता छ। यसलाई 0 देखि 100 किलोमिटर प्रति घण्टा पुग्न 6.9 सेकेन्ड मात्र लाग्छ। त्यसैगरी 100 किलोमिटर प्रति घण्टाबाट रोक्न 35 मिटर ब्रेकिङ दूरी मात्र चाहिने कम्पनीको दाबी रहेको छ। 49.52 किलोवाट आवरको ब्याट्री रहेको प्राइम भेरिएन्टले WLTP अनुसार सिङ्गल चार्जमा 345 किलोमिटर रेन्ज दिने गरेको छ। त्यसैगरी प्रिमियम भेरिएन्टमा 60.22 किलोवाट आवरको ब्याट्री रहेको छ भने यसले WLTP अनुसार सिङ्गल चार्जमा 410 किलोमिटर रेन्ज दिन्छ। यसले DC फास्टिङ चार्ज सपोर्ट गर्छ र 30%बाट 80% चार्ज हुन 20 मिनट मात्र लाग्छ। 10 मिनट चार्ज गर्दा यसलाई 135 किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दाबी गरेको छ। यसको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन्, प्रशस्त लेगरुम रहेको छ, 33 स्टोरेज कम्पार्टमेन्टहरू रहेका छन्। प्रोटोन इमाज 7 इभीमा वानोस प्रविधिसहितको 16 स्पिकर साउन्ड वेभ सिस्टम छ भने 256 रङको एम्बिएन्ट लाइटिङ रहेको छ। साथै यसमा 2.5K रेजुलेसनसहित 15.4 इन्चको टच स्क्रिन डिस्प्ले रहेको छ। जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरसिप सङ्ख्या विस्तार गर्ने र बलियो सर्भिस सेन्टर नेटवर्क स्थापना गर्ने योजना बनाएको छ। साथै प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन पूर्वाधार विकासमा पनि लगानी गर्ने बताएको छ।